यस सोमेश्वरगढी चितवन जिल्ला माडी नगरपालिकामा रहेको छ। हामी सोमेश्वरगढीको यात्रामा हिँडेको छौँ। माथि देखिएको यो थोरै भिडियो चाहिँ सोमेश्वरगढी हो। सोमेश्वरगढी आदि नेपाल आदि भारतमा पर्दछ। आदि नेपाल आदि भारत, यता भारत यता नेपाल, यता देखिएको नेपाल यताको भारत। यात्रा लगातार सोमेश्वरगढीतिर लम्किरहेका थियौँ। बिचबिचमा यस्ता रमणीय दृश्य तस्बिरहरू कुदिएर बनाएको छ। सबैभन्दा पुरानो शिवलिङ्ग यो रहेको छ। सबैजना हाम्रा सुरक्षाकर्मीहरू सबैजना फोटो खिचेको थियौँ। यहाँ देखिएको अगाडि नेपाल पछाडि भारत हो। म नेपालबाट भारतको तस्बिर फोटो खिचिरहेको छु। यो सोमेश्वरगढीबाट देखिने माडी नगरपालिका हो। रमणीय दृश्य हिमालको इन्डियाबाट पनि सुरक्षाकर्मी आउनुभएको थियो। यो आदि नेपाल आदि भारतमा पर्दछ यो सोमेश्वरगढी नगरपालिका। 10 गजा आदि नेपाल आदि भारत, यता भारत देखिएको भारत हो। यता भारत पर्दछ भने यता भारत पर्दछ, यता नेपाल पर्दछ। यो नेपाल भारत सीमा पर्ने यो सोमेश्वर डाँडो आदि नेपाल आदि भारत पर्दछ। प्राकृतिक सौन्दर्यता र धार्मिक मान्यता पनि रहेको यो सोमेश्वरगढी 10 गजा नेपाल भारत सीमामा जानको लागि दौडिरहेको थियौँ। फाइनल्ली आइपुगे यो सीमा सुरक्षा। यो यता देखिएको इन्डिया हो। क्या बोलता है यो इन्डिया हमको नहीं पता। यसै नेपाल यता अब हामी नेपाल लाग्यौँ। यो नेपाल यता भारत, नेपालको यो माडी नेपालको जग्गा नेपालको देखा ये बस्ती है माडी, माडी का बस्ती है, माडी विलेज, माडी देख। इन्डियाबाट पनि सीमा सुरक्षाको लागि खटिए